ज्यान हेर्दाखेरि दुई तीनवटा बाक्ला पनि मान्छे धेरै अल्छी भएपछि 05 मा लैजान हैन 05 मा त 05 मा त भाइरल पो भइन्छ त तँलाई के थाहा के भनिस् अरे ए थाहा हो भ्यागुट्राको नाइट आउँछ जङ्गलको भनेको जङ्गल स्वागत छ तपाईलाई मेरो भ्लगमा हेलो साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु र आरामै छु त्यही भएर आज हामी चाहिँ मकै जोत्नु हिँडेको आज चाहिँ खन्नु हैन जोत्नु अनि त्यही भएर यसले उ गर्छ कि उठाउनु अलिअलि माटो दिनु अनि जोत्नु हिँडेको तल हुन्छ दाइ चाहिँ गोरुहरू चाहिँ बसी झारिरहेछ म चाहिँ कोदालो बोकेर जाँदैछु भिडियो के कस्तो लाग्छ भिडियो मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है साथीहरु यो मकै चाहिँ जोत्नु पर्ने छ सानो सानो छ त्यो मकै जोत्नु पर्ने त्यताको चाहिँ खनेको हो यता म छु है ए त्यो त उठाउँछु म खान्दिनँ हरियो डाँडा माथि अनि त्यसरी मकै उठाउनु पर्छ उता चाहिँ दाइ हुनुहुन्छ हाम्रो हलो जोत्नु नि है त साथीहरु मकै खनौं ज्यान बनाम मकै जोतौं यस्तो छु म चाहिँ यतातिर है त साथीहरु गर्मी हुन थाल्यो फेरि कति बनाउनु यहाँदेखि धेरै समय पछाडि अरे हाम्रो साइली बुनुसँग पनि भेट भएको छ त्यही भएर साइली बुनु म कान्छी बुनु पनि दाउरा काट्नु जाँदैछौँ आज चाहिँ कान्छी बुनु चाहिँ आज कि तर त्यसले मलाई जहिले छोडी आउने हो करुणाले सँगै घरबाट चाहिँ हिँड्ने अनि अगाडि आफै पछि जाने घाँस काट्दाखेरि घाँस काट्नु जाँदा पनि आफै जाने अनि अस्ति मकै लिनु गएको आफै पछि गएको खाने मकै घाँस लिनु जाँदा पनि अस्ति दाउरा लिनु जाँदा पनि आफै गएको पछि फेरि अर्को दिन पनि आफै मासतिर गएको त दाउरा काट्नु मम्मी र म चाहिँ घरघरीतिर गएको को भयो नि त आफै बसी जान्थ्यो जहिले अनि घर दाइजोसँग हिँड्ने अनि मलाई छोडी आइहाल्नु हेलो रान्जु मिस यता हेरिदिनु त स्वागत छ तपाईलाई मेरो भ्लगमा भरे आयो नि
यस्तै छ हाम्रो चाहिँ। घाम लागेर केही देखिएको छैन राम्रो। के को दाउरा ल्याउनु गाह्रो छ। आँखै टाली जाने गरी घाम लागेको छ। घरमा पाकेको केरा छ। के भनिस् अरे? थाहा हो बेगुटाको नाइट आउँछ जङ्गलको भनेको जङ्गल जङ्गल। बाख्राले भेट्यो भने खाइन्छ। चोरले खाइदिन्छ। साथीहरू हामी दाउरा काट्नु पनि थाल्यौँ। हाइ त दाउरा चाहिँ यस्तो छ। यो खोरियाको दाउरा यसलाई काटेर लिएर जानुपर्ने हुन्छ हामीले चाहिँ साथीहरू। हामीले चाहिँ दाउरा पनि काटेर झारिसकेको छौँ है साथीहरू। यहाँ दाउरा पनि आधी डढेको नि गाई चाहिँ होइन मेरो त साथीहरू। साथी हो साथी। आधी डढेको आधी चाहिँ घर लगेर डढाउनु पर्ने। यस्तो छ है साथीहरू। माथि चाहिँ कान्छी बुनु छ। साइली बुनु हो यो कल्लै भएर यो साइली बुनु हो। साइली बुनु म चाहिँ माइली बुनु हो। माइली बुनु गर्मी भएर यो हात पनि के हो यस्तै। दाउरा काट्नु आएको मान्छे यस्तो हुन्छ है। गाह्रो छ। डोको पनि यत्रो छ सानो। कत्रो छोटो छोटो काट्यो हौ दाउरा गरे। डोको सानो छ नि। कान्छी पनि चाहिँ भारी हाल्दैछन्। भारी हाल्नु हुँदैछ। यो खुकुरीले त काट्नै हुँदैन। म चाहिँ यता बसेको छु। साइली बुना उता छ। साथीहरू म चाहिँ अब दाउरा काट्नु पर्यो। यसलाई टुक्रा टुक्रा पारेंगे। यस्तो खेच्छ घरबाट यस्तो दाउरा किन ल्याएको। हामी चाहिँ दाउरा काटी पनि सक्यौँ। यति टुक्रा सक्यौँ। अब भारी लाउनु पर्छ। घाम थोरै छैन। घाम चाहिँ त्यही माथि रुगा लागेर सिघान चुहिएको छ भनेर के अब गाह्रो छ। रुगा लागिरहेछ। घाम यस्तो छ कि राम राम भर्खर कति बज्दैछ 10 पनि बजेको छैन होला। थोरै घाम छैन। हाम्रो दाउरा यति काटिसक्यो। बहिनी रहेछ। अर्को बहिनी माथि छ। 05 मा लैजा हैन 05 मा त 05 मा त भाइरल पो भइन्छ त। तँलाई के थाहा बैगुताको नाइटो आउँछ भन्ने कुरा। साथीहरू हामी चाहिँ भारी लैँदैछ। भारी 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 धेरै जागरीले भएपछि यसरी भारीलाई माग्छ मान्छेहरू है गाइज। राखेर भारी लाउनु अल्छीले बोकी बोकी भाइरल हुँदैछ। लामो भन तपाईँ तै लु है त। धेरै ठाडा नबनाऊ है भिडियो। अरे किन भनेको तैँले त्यही चाहिँ। भिडियो कति बनाउनु भयो त कति हो कति। ज्यान हेर्दाखेरि 2-3 बाक्ला पनि मान्छे धेरै अल्छी भएपछि दाउरा काट्न नि सक्दैन। अनि राखेर भारी लाउनु नि जागर चल्दैन। अनि लगाइदिएको पनि उसले अरे छ्या रछि। ए हामीले काटेको दाउरा धेरै भएर
हिँड्नु यति अब के छोड्यो भने छोड्यो घरमा चाहिँ पुग्नु साथीहरू हामी चाहिँ भारी लगाइसकेर नि हिँड्यौँ अब यहाँ निस्किनु पनि नसक्ने रहेछु म त नाम त तरलो तल आउनुपर्छ अब कहाँ हिँड्नु खोइ कुलोमा न कहाँ म त यहाँ पानीमा हिँड्छु यसरी म त सक्दैन माथि त हामी चाहिँ हिँड्यौँ दाउरा काटेर भारी लगाएर हिँड्यौँ है साथीहरू हामी चाहिँ दाउरा काटिवरी भारी लाग्यो कुलोमा यसरी हिँड्नुपर्ने हुन्छ तर म चाहिँ सक्दिनँ त्यही भएर पानी पानी हिँड्ने गर्छु म अझै गोठाला आएको यहाँ केरा पाकेको रहेछ क्या है यहाँ बस्तुहरू छ म चाहिँ यहाँ केरा पाकेको रहेछ अब यसलाई ढुङ्गाले हानेर ढालिदिनु पर्यो यो ढुङ्गाले हानेर यस्तो यहाँ हानेर ठेलोमै त लुखास त केरा ढल्यो केले खाइसकेको रहेछ केरा त पाकेको रहेछ अलिअलि थप केले अहिले खाएको रहेछ यति मात्र रहेछ थुप्रो पाए जस्तो देखेँ त यो चाहिँ हाम्रो हो केरा खाए ल केरा ल हुक्का देखेन अब यसलाई पनि ढुङ्गाले काटेर लानुपर्छ नि यसरी काट्नुपर्छ यसलाई आमा नकाट्ने रहेछ यसलाई त मरितरी ढुङ्गाले काटेर भएन दाँतले काटे भएन अनि ढुङ्गाले रगेटेर काटेर ल्याइ के चोरेको केरा भनेर के भन्नु केरा कोला हो कि केरा हो केरा भन्छु केरै होला मेरो गाई चाहिँ गइसक्यो हतार त काट्छु चुट्टिँदैन है
काट्छु तर सानो सानो छ यो निस्किँदै ऊ भएको के यो बोट चाहिँ माउले खाइदियो अनि त्यही भएर नबढेको यो अनि मैले जाँड पकाउनु हुन्छ अहिले लगेर पाक्यो भने पाक्नु चाहिँ पाक्दैछ चोरेको केरा हो यो दारे आयो मेरो बस्तो चाहिँ यहाँ भेटेँ आयो नि ला खुसी पनि गयो आइज 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 बाटो छ